नमस्कार। देवसञ्चार मिडियामा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म देव अधिकारी। आजका मुख्य समाचार बुलेटिनहरू यस प्रकार छन्। पुराना पार्टीका मुख्य नेताहरू देउबा प्रचण्ड र ओली लगातार भेटघाट गरिरहेका छन्। उनीहरूले आफूलाई कमजोर ठानेर आगामी चुनावमा एक भएर जाने कि मिलेर उठ्ने भन्ने टाइपको कुराकानीहरू भएको समाचार स्रोतहरूले जनाएको छ। र अर्को समाचार चाहिँ रासपाका उपनेता पूर्व मन्त्री विराजभक्त श्रेष्ठले आगामी चुनावमा रासपाले कम्तीमा बहुमत नभए पनि 2/3 उन्मुख हुन्छ भन्ने अन्तर्वार्तामा भन्नुभएको छ। त्यसैगरी हिजोकै समाचार अनुसार आज पनि कन्टिन्यू काङ्ग्रेसको महाधिवेशन एकदमै धेरै चरम विवादमा आइरहेको छ। संस्थापन पक्षले 28 देखि 31 सम्म तोकिसकेको र महामन्त्री द्वय पक्षहरूले भृकुटी मण्डपमा महाधिवेशनको लागि हल समेत लिइसकेको भन्ने समाचार प्राप्त भएको छ। आजका बुलेटिनहरू यति नै। देव अधिकारीलाई बिदा दिनुहोस्। नमस्कार, धन्यवाद, थ्याङ्क यू।